यत्रो यिनीहरू त नेचुरल हो मस्त घुम्ने 9 बजे। हेलो वेलकम छ माई युट्युब च्यानल। हजुरलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी कहाँ गएको अनि कुन ठाउँ घुम्न गएको भनेर हजुरलाई थाहा भइसकेको होला माथिको थम्बनेलमा हेरेर। आज चाहिँ हामी भिक्टोरिया पार्क जाँदैछौँ है। अनि भिडियो कस्तो लाग्छ हेरिदिनु होला। म चाहिँ भर्खरै निस्केको अनि रुमबाट निस्किँदैछु अनि लिफ्टमा थिएँ अनि भर्खर लिफ्टबाट बाहिर निस्केँ अनि आज चाहिँ हल्का मेकअप गरेर हिँडेको म चाहिँ, किनकि मलाई खासै मेकअप गर्न आउँदैन, त्यही पनि मैले हल्का थोरै मेकअप गरेर हिँडेको। कस्तो देखिन्छ मेरो भिडियो पुरै हेरेर प्रतिक्रिया दिनु होला है त साथीहरू। आज हामी चाहिँ घुम्न जाँदैछौँ। कस्तो लाग्छ मेरो भिडियो हेर्दै गर्नु है त। र हामी चाहिँ यता भिक्टोरिया पार्क आएको। अब अहिले चाहिँ हामी चाहिँ कजवे आयो। अब जोर्डानदेखि एडमेल्टीदेखि चाहिँ कजवे आउनु पर्ने रहेछ। अनि त्यसपछि चाहिँ हामी अब पार्क जाँदैछौँ। कस्तो हुन्छ मेरो भिडियो हो र यहाँ आउनुको लागि जोर्डन अनि जोर्डनदेखि गरेर। तर मैले यो अहिले हामीले बोलेको भिडियो भएर म यो आवाज काटेर अर्कै आवाज लाउँछु अनि नत्र भए त अनि भरे त्यहाँ त के हिँड्दै बोल्दा त कस्तो हुन्छ नि। अरे भर्खर सिक्दै हाम्रो चाहिँ अहिलेको चाहिँ अलिक धेरै जान्छ बिचमा त जान्छ। आइपुग्यौँ अनि कजवे आएपछि चाहिँ एक्जिट ईबाट हामीले निस्किनुपर्छ कि। अनि यता आयौँ अनि कजवेबाट आयौँ अनि निस्क्यौँ अनि हामी एक्जिटीबाट निस्क्यौँ। तर हामी देब्रीतिर मोड्नु पर्ने रहेछ। हामी चाहिँ भाउजू र म चाहिँ सबभन्दा ठुलो एडमिरल्टी होला अल्मलिम है। आइयो भाउजू के पार्क अरे यो भिक्टोरिया पार्क आइपुग्यौँ। भिक्टोरिया पार्क आइयो। ममा एउटै ठाउँलाई बिस्चोटी घुमाइयो। गर्लफ्रेन्ड बोयफ्रेन्ड श्रीमती आउनु चाहिँ भनेर के भन्नु यस्तो दामी छ के गर्ने। हामी चाहिँ म चाहिँ सिङ्गलै हो अनि भाउजू खास मेरो लागि त यो ठाउँ राम्रो होइन नि त। अनि कपालको लागि मात्रै हो रहेछ कि त। जानुपर्ने रहेछ अक्टोबर गरेर अनि मा चाहिँ $7-8 काटिँदो रहेछ। अनि यहाँभित्र चाहिँ ठुलो पार्क रहेछ क्या, एकदमै राम्रो। यहाँको प्रिपेयर डेकोरेसनहरू एकदमै राम्रो। अनि मैले चाहिँ भाउजूसँग अनि हामी यता घुम्दै थोरै फोटोहरू पनि खिच्यौँ। हामीले फोटोहरू लियौँ अनि मैले भाउजूलाई भाउजू यता जोडीको कपालको लागि रहेछ है, हामी त म त सिङ्गल पर्ने भन्नुभयो। भाउजूले होइन त्यस्तो भन्नुभयो। त्यस्तो गफ हुँदै नन्दा भाउजू हामी यसरी घुम्यौँ। अनि हेर्नु यता गाइज कस्तो लाग्छ भिडियोहरूलाई चाहिँ। अनि तपाईँहरूले हेरेर चाहिँ प्रतिक्रिया दिनु होला। म पनि सिक्ने क्रममा छु, भिडियोहरू खासै बनाउनु आउँदैन नि त। अनि भर्खर सिक्दैछु यस्तो हो भनेर कमेन्ट गरिदिनु होला। अनि कस्तो लाग्यो यो भिक्टोरिया पार्क तपाईँले हेरेर कमेन्ट गर्नु है त। भाउजूलाई बस्नु खिचिदिन्छु म तपाईँलाई। तपाईँको यस्तो रहेछ है गाइजहरू भिक्टोरिया पार्क चाहिँ। भिक्टोरिया पार्क अनि भिक्टोरिया पार्क यस्तो रहेछ। म यता छु मेरो भ्लग यस्तो छ है साथीहरू। ढुङ्गाको मत हुँदैन यहाँ। कति धेरै 3 चुल्हा पो बनाएको छ त फेरि नि भाउजू। राईहरू आउनु पर्ने भयो यहाँ साकेला नाच्नु यहाँ टक्का जय 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 गर्दै जय जय अरे फेरि। भाउजू यता हेर्नु न मस्त घुम्ने 9 बजी छ भाउजू। 9 बजी मात्रै निक्लिने यहाँबाट। फेरि भोलि तपाईँलाई नै काममा गाह्रो होला भाउजू। उता आउनु यो Chinese herbal garden are. भाउजू हो नि
होइन सुरुमा यस्तै हुन्छ कि हो जब सबै प्रायः आइसक्यो नि त अब हाम्रै पालो हो कि यिनीहरू जुनै ठाउँ होइन नि अस्तिदेखि हो नि भाउजू भाउजू यहाँ बस्ने हो फोटो खिचिदिन्छु भाउजू भाउजू खिच्ने राम्रै आउँदो रहेछ यहाँ भाउजू ल यस्तो रहेछ भाउजू आउनु उता जाउँ अब उधो यति नै होला सायद उधो पनि फुलहरू रहेछ त उधो पनि जाने त्यस्तो नजाउँ बरु भाउजू यहाँ बस्ने हो यस्तोमा त म खासै आँखा उयो हुन्छ न यिनीहरू चाहिँ नेचुरली हो भाउजू यो चाहिँ कस्तो रहेछ एक्चुली नेचुरल हो भाउजू यिनीहरू त नेचुरल हो भाउजू म यो हङकङमा मेरो घर भएको कति फुल रोप्थेँ होला कोठै बोरी के घरै वरिपरि घर चाहिँ बरु यत्रु होस् होइन फुलकोपी साथीहरू यो ठाउँ आउनु पर्यो भने चाहिँ फेरि मलाई सम्पर्क गर्नु होला है दिनको 500 दिएर ए भाउजू हेर्न चिल होइन नि भाउजू गोल्डन सुनको के कमी छ यहाँ आउनु सुनको के कमी छ यहाँ छ ए त छुनु पाइँदो रहेछ नि त भाउजू हो भाउजू यो छुनु मिल्दो रहेछ सरी यहाँ सुनको के कमी छ गाइजहरू साथीहरू आउँदा हुन्छ है सुन यस्तो छ भाउजू आउनु यो उचालेर फोटो खिच्ने हो पाउँदो रहेछ त उठि हेर्नु भाउजू लु यहाँ चाहिँ बरु खिच्यौँ तर मान्छे फेक हो कि उयो हो भनेर कन्फ्युज हुन्छ नि तर यो चाहिँ लास्टमा फेक हो भेडा यस्तो छ साथीहरू भाउजू आउनु यहाँ फोटो खिचिदिन्छु म फुलको बगैँचामा मेरी हो भाउजू लाइटहरु पनि बेलुकै रमाइलो नि बहिनी बेलुकै रमाइलो दिउँसो त घामले पोलेर यो फुल पनि देख्यो लाइटले पनि देख्यो उतातिर चाहिँ हेर्नु मेरो ससुरा ल भोलि पर्सि हजुरको ससुरा नाक यो चिनहरु उनीहरु जस्तै बनाएको रहेछ नि यत्रो नाकसँगको हेर्नु त नि उनीहरुले उनीहरुको कन्टेन्ट त्यस्तो त बनाउँछ नि यत्रो नाकसँगको किन्न पाउने हो कि होइन नि सो पिस रहेछ सब सोल्टिनी अहिले नै जान भनिहाल है हामी त आलमा लिएर आएको छौँ भन्ने नि ए यो त सो रहेछ यो ओ हेर्नु न भाउजू माछा कता जाला मछली मेरै ढडिया नेपाली त हेर्न अब फोटो खिच्ने भाउजू यहाँ लिने हो ए माथि मालिङको घर यस्तो त म त के यो आर्टिफिसियल हेर्नु म त नेचुरली हेरेको यो त होइन भाउजू तपाईँले त हेर्नु भएन होला मालिङको के यस्तो मालिङको त मेरो घरमै घरदेखि मास्तिर तानेको यतातिर उयो पनि छ भाउजू यहाँ रेड पान्डा ठुलो पार्कै हो बेसरी नि भाउजू कौलन पार्कमा यस्तो गर्न मिल्छ को पाण्डा त्यता रहेछ ए रहेछ भाउजू म मेरो घर भाउजू साँच्चीकै म नेपालमा चाहिँ एउटा दामी घर बनाएर फुलै फुल रोप्नु विचार छ
अनि हाम्रो हङकङ बस्नेलाई चाहिँ नेपालमा घर बनाएर फाइदा रहेन। म त यतै घर बनाउने विचार गरेँ। अब घर यहीँ बनाएर नि अब के गर्नु, यहाँ बस्नु छ, उहाँ बनाएर काम छैन। काम यहाँ छैन। यत्रो महँगो भाडा, उहाँले चाहिँ भाइहरू बिहे गरेर भाउजू ए यो त हाम्रो माथि महिम डाँडाको सिमतिर काम त हुँदैन, भ्याल्यु हुँदैन यसको। तर यहाँ चाहिँ हाम्रो नेपाल पनि यस्तै बनाउनु पाए कति हुन्थ्यो होला। छैन वाउ स्नेक। भाउजू कता फोटो खिच्ने हो भाउजू? म त फेरि यसो हेरेरै मनोरञ्जन लिने हो कि। म नि अब मनोरञ्जन मात्रै लिन्छु। फोटो खिच्ने हो भन्नु है भाउजू, म टन्नै खिचिदिन्छु। म फोटोहरू हाल्दिनँ नि धेरै। अहिले नेपाल गएर आएपछि मोटाएको छु, हाल्दिनँ नि। मोटा त होइन नि भाउजू, मोटा र डबल चिन भएको ज्यान त भाउजू। यहाँ फुल हेर्नु न जाने हो, तर सबै उयो जस्तो छ। अब सकिन त आँट्यो। माथि चिलको फोटो लिने भनेको निस्किने त यता हो कि क्या हो भाउजू? ल्या चिलको फोटो लिने है त छोडियो त नि। अघि लिनु भएन? रहेछ घर हुँदैन पनि भाउजू। ल्या हामी यताबाट आएको, अब यताबाट घुमेर जान्छ होला नि। ए अघिको लोकेसन त यता घुमेर आउने लोकेसन पो देखाएको रहेछ यो गेट चाहिँ नि। हेर्नु न भाउजू, एक राजा एक रानी। बरु घर यस्तै होस्, गार्डन ठुलो होस्। रहेछ यस्तो जाडो पनि कटुलाएर आएको छैन। हो, म त यहाँ तरुनी भएर सर्ट लगाएर आएको जाडो गइरहेछ। होइन राम्रो देखाएको छ हजुर। प्यान्ट लाउनु भएको छ, अरू हात लगाइरहेको छ। तपाईँ सर्टमा छ भाउजू फोटो लिनु। लिइरहेको छ, किन्न नि पाउने रहेछ। उहाँ पल्लामा पाउँछ त। अनि मैले अघि देखेँ भनेको चाहिँ उहाँनिर के गर्नु हौ भाउजू? यत्रो घर छ, लुगा पर राख्नु कि फुल पर राख्नु कि? सामान राख्नु कि जुत्ता राख्ने ठाउँ छैन। जुत्ता राख्नु आउँदैन, फुल राख्नु हो। भनेको त नि भाउजू। अनि यो त चाहिँ यस्तो रहेछ है। सबै यो पार्कहरू चाहिँ कस्तो राम्रो राम्रो छ क्या होइन। तपाईँहरूलाई नि मन परिरह होला है। अनि यो पार्कहरू चाहिँ यस्तो रहेछ। अनि त्यो जग्गाहरू चाहिँ त्यो मन्दिरहरू पनि बनाएको रहेछ, सबै छ क्या होइन। अनि कति धेरै राम्रो लाग्यो। अनि हामी चाहिँ यो मन्दिरको छेउतिर पनि गयौँ। अनि सबै अब कस्तो राम्रो होइन। अनि हामी घुम्यौँ भाउजूसँग गफहरू गर्दै गर्दै। अनि यी सबै हो क्या होइन, कस्तो राम्रो राम्रो फुलहरू छ। अनि यो चाहिँ बाँसहरू भयो है, मालिङ्गो। अनि यो फुलहरू चाहिँ सबै नेचुरल हो, सबै नेचुरल हो, फेक होइन। अनि यो चाहिँ बाँसहरू। अनि बाँस सरी मालिङ्गो कङकङ भने जस्तै भयो भने होइन, मालिङ्गोहरू होइन। अनि यो फुलहरू चाहिँ सबै नेचुरल हो, फेक होइन है। अनि यसरी हामी चाहिँ घुम्दै घुम्दै गयौँ। अनि कस्तो लाग्छ फेरि हेर्दै गर्नु है त साथीहरू। के गर्नु भाउजू, यो लगेर राख्नु छैन मेरो त। ए ऊ होइन नि भाउजू, पानी ल्याइरहेछन्। उयो घर जाने भाउजू सानो। म हेरेर आउँछु ल। पर्दैन भाउजू। मन्दिर यस्तो रहेछ है। त्यो चाहिँ मेरो भविष्यको घर हो। आजको भिडियो यस्तो छ।
हजुरको सानो हो यहाँ भाउजू फोटो खिचिदिन्छु म त भाउजू यहाँ बस्न फोटो लिन्छु कस्तो राम्रो आमामा हेर्न भाउजू कति राम्रो हेर्न आछु छु 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 नचिदेऊ मै चैँडम पुरटलै अब क्लोज हुँदै गरेको ल अब 1 घन्टा चाहिँ एकैछिन 9 बजे भने चाहिँ पाउने त 9 मा ससुट्ट यहाँको मान्छे निकालिदिइहाल्छ ए घोडाहरू यता त गएन कि गयौँ नि साँच्ची हामी त्यहीबाट आएको हो भाउजू भाउजू फोटो खिच्ने घाँटी सुक्यो है तपाईँलाई भाउजू बिचारा भाउजू फोटो खिच्ने हो फोटो खिच्ने तपाईँ यो घरहरू चाहिँ मलाई यहाँको घरको डिजाइनहरू चाहिँ मनपर्छ हौ भाउजू ए भाउजू म त खोजिन्छु यता हुनुहुँदै नखिच्ने भाउजू ए के फलेको हौ यस्तो यो केरा सेरा पनि कहाँ फलेको हजुर त्यहाँ हेर्न जुनार भाउजू फलेको ऊ हो अगाडि ऊ जुनार के यो असली हो कि नक्कली हो असली रहेछ हौ भाउजू भाउजू यहाँ फोटो खिचिदिन्छु म तपाईँको भाउजू म लिइदिन्छु यहाँ म चिलको आवाज पनि आइरहेछ त भाउजू बजिया यो पाण्डा गेदेखि खोजेको यसको बाजे यहाँ लुकेर बसिरहेको रहेछ नि त पाण्डा रेड पाण्डा नेपालमा रेड पाण्डा हेर्नु कहाँ कहाँ जानुपर्छ यहाँ त यसरी पार्कतिर पाउँछ भाउजू यहाँ माथि खिच्ने हो फोटो यहाँ माथि उफ्नु त म खिचिदिन्छु दामी आउँछ थिएन त्यही पनि गाभा पिरालु भन्छ बैगुन हेर्न भाउजू बैगुन मकै यस्तो छ मकै पाउँछ नि भाउजू बारीभरि यसको भ्याल्यु हुँदैन यो पिरालुको यहाँ हेर त
यो सिजनमा छैन नि अहिले खाने भए सम्पर्क गर्नु होला है नेपालका मान्छेहरू मकै म अहिले कहिले पठाइदिन्छु भनेर के भन्नु अब हामी गएको हाम्रो भिडियोलाई यहीँ इन गर्छौँ हेरेर साथ दिनेले धन्यवाद भन्दै अब हामी जान्छौँ भाउजू र म अलमलिँदै अब फेरि गरेर